नेपालले एसिया महादेशको कति प्रतिशत भूभाग ओगटेको छ? तपाईको अप्सन रहेको छ ए 0.1%, बी 0.2%, सी 0.3%, डी 0.4%। तपाईको सही आन्सर रहेको छ सी 0.3%। नेपाललाई धरातलीय स्वरूपका आधारमा कति भागमा विभाजन गरिएको छ? तपाईको अप्सन रहेको छ ए 2 भागमा, बी 3 भागमा, सी 4 भागमा, डी 5 भागमा। तपाईको सही आन्सर रहेको छ बी 3 भागमा। नेपाल समुद्री सतहदेखि कति दूरीमा अवस्थित छ? तपाईको अप्सन रहेको छ ए 120 किलोमिटर, बी 130 किलोमिटर, सी 1127 किलोमिटर, डी 1165 किलोमिटर। तपाईको सही आन्सर रहेको छ सी 1127 किलोमिटर। नेपाल भारत भन्दा कति गुणा सानो छ? तपाईको अप्सन रहेको छ ए 15 गुणा, बी 22 गुणा, सी 30 गुणा, डी 33 गुणा। तपाईको सही आन्सर रहेको छ बी 22 गुणा। नेपाल चीन भन्दा कति सानो छ? तपाईको अप्सन रहेको छ ए 55 गुणा, बी 65 गुणा, सी 75 गुणा, डी 80 गुणा। तपाईको सही आन्सर रहेको छ बी 65 गुणा। नेपालको पूर्व पश्चिम औसत लम्बाई कति रहेको छ? तपाईको अप्सन रहेको छ ए 555 किलोमिटर, बी 680 किलोमिटर, सी 885 किलोमिटर, डी 985 किलोमिटर। तपाईको सही आन्सर रहेको छ सी 885 किलोमिटर। नेपालको उत्तर दक्षिण औसत चौडाइ कति रहेको छ? तपाईको अप्सन रहेको छ ए 115 किलोमिटर, बी 150 किलोमिटर, सी 180 किलोमिटर, डी 193 किलोमिटर। तपाईको सही आन्सर रहेको छ डी 193 किलोमिटर। नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो? तपाईको अप्सन रहेको छ ए डोल्पा, बी कैलाली, सी भक्तपुर, डी बर्दिया। तपाईको सही आन्सर रहेको छ ए डोल्पा। नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? तपाईको अप्सन रहेको छ ए डोल्पा, बी मुगु, सी भक्तपुर, डी धनुषा। तपाईको सही आन्सर रहेको छ सी भक्तपुर। भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो? तपाईको अप्सन रहेको छ ए 29 जिल्लामा, बी 36 जिल्लामा, सी 39 जिल्लामा, डी 56 जिल्लामा। तपाईको सही आन्सर रहेको छ सी 39 जिल्लामा। दर्शकबिन, आजको यो जानकारीमूलक जेके भिडियो तपाईलाई कस्तो लाग्यो? कृपया मन पर्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हवस् त आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। तपाईको दिन शुभ रहोस्। धन्यवाद।